केही गजबका कुरा गरौँ जस्तो लाग्छ। केही गजबका कुरा गरौँ जस्तो लाग्छ। केही अर्थ नबर्थका बात गरौँ जस्तो लाग्छ। हुन त मलाई त्यति धेरै बोल्न त आउँदैन, म सुन्ने चाहिँ धेरै गर्छु, किनकि मलाई सुनिसकेपछि मात्रै तर्क गर्न मन लाग्छ। हो, हामीलाई परिवर्तन चाहिएको छ, हामीलाई विकास चाहिएको छ, हामीलाई समृद्धि चाहिएको छ, हामीलाई शान्ति चाहिएको छ। यसैले नै हामी शान्त छौँ, किनकि हामी हत्या, हिंसा, खुनमा विश्वास गर्दैनौँ। हामी विश्वभरि शान्ति चाहने मान्छे हौँ। हामी प्रकृतिका पूजक हौँ, प्रकृति मान्ने मान्छे हौँ। त्यसैले हामी शान्त छौँ। किन शान्त छौँ भने हामी प्रकृतिलाई जान्दछौँ, प्रकृतिलाई पुज्दछौँ। अहिले देशको अवस्था हेर्ने हो भने धेरै लथालिङ्ग छ, भत्ताभुङ्ग छ, एकदम नाजुक अवस्था चलिरहेछ। र केही बात बोक्नेहरू आफ्ना नेताहरूलाई यसरी त्यो मन मस्तिष्कमा दिमागमा राखेर टाउकोमा बोकेर हिँडेका छन्, लाग्छ नेपाल देश नि उनीहरूले बनाएका हुन्। उनीहरू आउनुभन्दा अगाडि नेपालीहरूको जिब्रै थिएन। त्यस्तो कुरा गर्छन्। अरे यार, ती मान्छेका कुरा सुन्नुभन्दा अगाडि आफ्नै पुर्खालाई सोध न, आफ्नै बाबालाई सोध, आफ्नै हजुरबालाई सोध, आफूभन्दा अग्रजलाई सोध न। त्यसै विदेशी वाद, त्यो वाद नराम्रो होइन। त्यही वादमा चलेको भए सायद राम्रो गर्थ्यो होला। माओवाद, लेनिनवाद, मार्क्सवाद, त्यसको अर्थ, त्यसको गहिराई धेरै राम्रो छ। त्यसले गर्न चाह्यो भने धेरै कुरा गर्न सक्छन्, त्यही नीतिमा, स्वच्छ नीतिमा चल्यो भने। तर माओवाद, लेनिनवाद, मार्क्सवाद बोकेर दलाली गर्नेहरू, मान्छेका टाउका गिड्नेहरू, सामाजिक एकतालाई छिन्न भिन्न पार्नेहरूले हाम्रा अगाडि आएर ठुला कुरा गर्छन्। अचम्म लाग्छ। यस्तो अचम्म किन गर्छन्, म छक्क लाग्छ। अहिलेको पुस्ताले, जो गणतन्त्र पछिका पुस्ताले सायद देखेनन् होला अघिल्लो अवस्था व्यवस्था।